हेलो गुड मर्निङ गाइज। आज डे 5 हो। 5औं दिनको दिन के गर्दैछु त म ल हेर्नुहोस्। यति बेला मेरो हातमा यो काँक्रा आएको छ हरियो भर्खर कलिलो काँक्रा। यहाँ बुबाले टिप्नु भएको रहेछ। यहाँ भर्खर बाँडेको छौँ, खाएको छैनौँ। अनि यति बेलाको सिजनमा भदौ महिना छ होइन। यति बेलाको सिजनमा भनेको यो बारीभरि काँक्राहरू धेरै हुन्छ। काँक्रा खाने, बारीतिरैको कामहरू गर्ने हुन्छ। मम्मी त्यहाँ काम गर्दै हुनुहुन्छ, झाडु हाल्दै हुनुहुन्छ। बुबा यता गोरु चराउँदै हुनुहुन्छ। यहाँ हलो ल्याएर राखेको छ। गोरु जोत्नु पर्ने एकछिनमा। उता पारिपट्टि देख्ने भ्यू हो यो चाहिँ। नेवारटोल भनेर चिनिन्छ यसलाई। त्यहाँ पारी चाहिँ कमल सर भन्ने एकजना फेमस सर हुनुहुन्छ। उहाँको छोरा पनि हुनुहुन्छ टिकाराम राणा मगर, मेरो साथी। हामीसँग स्कुलमा हिँड्छौँ, बस्छौँ। मेरो साथी जस्तो हुनुहुन्छ स्कुलमा। मभन्दा 1-2 सिनियर दाइ हो उहाँ चाहिँ। यस्तो साथीहरू अहिलेको आजको दिन यसरी बित्दैछ। अब म चाहिँ यहाँ गोरु नहालेर आइसकेर स्कुल जानुपर्ने। अब बिदा लिँदा नि हुन्थ्यो। यस्तो काम बेला त काम धेरै छ, तर फेरि अब बिदा बचाएर राख्नुपर्ने छ। इक्जाममा हिँड्नु पर्ने छ। इक्जाममा फेरि अब धेरै दिन लाग्छ इक्जाम हुन। 3-4 दिनको ग्याप हुन्छ इन्जिनियरिङको इक्जाममा। पढ्दै पनि छु। त्यसो भएकोले गर्दा काममा पनि खासै सघाउन पाइएको छैन घरमा मन हुँदा हुँदै। के अरे मलाई ल अब गोरु नानु बुवा। अनि यहाँ खसी छन् 5वटा। कसैको बिहेलाई, कसैको कार्यक्रमलाई खसी चाहियो भने सम्पर्क गर्नु होला। पाल्न त हामी पालिहाल्छौँ। रमाएर हिँडिरहेको छन् गोरु छन् उस्तै उस्तै कलरको 2टा। यहाँबाट चाहिँ यहाँदेखि हाम्रो यो गोठो भैँसीहरू राख्ने, भैँसी गाईहरू यहाँ पालिन्छ। यहाँ तल घरहरू छन्। यहाँको देखिने 4वटा घरहरू हाम्रै हो। यहाँ ढोड राखेको छ। अस्ति 2nd डे 3rd डेमा मैले खाल्टो खनेको थिएँ नि। हो त्यो खाल्टो खनिसकेपछि यो ढोड यसरी राखेको हो। यस्तो भएपछि ढोड किरा लाग्दैन, ढोड बिग्रिँदैन र पछि घाँस नहुने सिजनमा त ढोडलाई खुवाउन मिल्छ। मेरो भ्लग हेर्ने धेरैलाई त अब यो कुरा थाहा छ। त्यही पनि कोही त्यस्तो थाहा नहुने व्यक्तिहरूको लागि इन्फर्मेसन यो चाहिँ। ल गाइज, आजको डे 5 भ्लग फर्स्ट पार्ट यहीँ सकिन्छ। थ्याङ्क यू फर वाचिङ। बाई।